हाई गाइज वेलकम ब्याक टु माई च्यानल। अनि आजको भिडियोमा चाहिँ हामीसँग दराजबाट एउटा प्याकेज आइसकेको छ। आज चाहिँ हामी यो प्याकेजको अनबक्सिङ गर्छौँ र यो भित्र के छ हामी त्यसको बारेमा कुरा गर्छौँ। सबभन्दा सुरुमा हामीले किचनबाट हामीले चक्कु ल्याइसकेको छौँ। अब यो चक्कुले यो दराजको प्याकेजिङलाई हामी काट्छौँ अनि काटिसकेपछि हामी सर्ट खोल्छौँ अनि खोलेपछि यहाँभित्र चाहिँ बबल ऱ्यापमा राखेको छ हाम्रो बक्स चाहिँ होइन। यो बक्स चाहिँ हाम्रो एकदमै के भन्छ एयरपोर्ट्सको यो चाहिँ एकदमै सबभन्दा चिपेस्ट एयरपोर्ट्स हो भनौँ न। यहाँ हेर्न सक्नुहुन्छ यसको प्राइस यहाँ 990 त्यहाँ मजाले पढ्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँभित्र हामी एक दुईवटा बेलुन पड्काएर हामी भित्र यो खोलिसकेको छौँ। हामीले टेप खोलिसकेपछि हामीले यहाँनिर यहाँ किन गाइज म यहाँ कमेन्ट्री गर्दा गर्दै अनबक्सिङको कमेन्ट्री गर्दा गर्दै मेरो बहिनी आयो अनि त्यसलाई यसो कुटेर खेदाएको मात्रै हो, अरू केही होइन। अनि त्यसपछि हामीले यहाँ बबल ऱ्याप खोलिसकेपछि हाम्रो मेन प्रडक्ट आइसकेको छ हाम्रो अगाडि। अनि त्यसपछि हामीले यहाँनिर एउटा सानोतिनो चिट जस्तो पनि पाएको छौँ। अनि त्यसपछि भित्र खोल्दाखेरि हाम्रो यहाँ ग्रिन कम्पनीको हाम्रो इयरबड्स छ। यहाँनिर हाम्रो सबै फिचर्सहरू लेखेको छ। ट्रु वायरलेस इयरबड्स 30 आवरको प्लेब्याक भनेको छ होइन। अनि त्यसै गरी यसको नाम चाहिँ एयरबिट 520 हो। अनि यसमा डुअल माइकहरू यहाँ त्यहाँ छ। अनि हामीले यो चाहिँ ब्ल्याक कलरमा मगाएको थियौँ र पक्कै ब्ल्याकै होला भित्र भन्ने हामी आशा गर्दछौँ। अनि त्यसपछि यता हेर्दाखेरि हाम्रो 300 mAh को ब्याट्री दिए। अनि त्यसपछि यसमा चाहिँ प्ले टाइम 6 आवर्सको लेखेको छ। मतलब त्यो इयरबड्सको मात्रै 6 आवर, त्यो डिब्बा सहित डिब्बाको चार्ज सहित चाहिँ हाम्रो 30 आवर्सको प्लेब्याक लेखेको छ। र हामीले यहाँनिर कट लगाएर यहाँनिर प्लास्टिक काटिसकेको छौँ। काटिसकेर हामीले यो निकाल्यौँ र निकालिसकेपछि हाम्रो भित्र चाहिँ हाम्रो डिभाइस नै छ। त्यसलाई हामी निकाल्न प्रयत्न गर्दैछौँ र त्यसै गरी हामीले तानिम जोड लगाएर निक्ल्यो गाइस। नटी हो र के भ्यान के ल सरी अलिकति धेरै उयो भयो। ल भित्र हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर हाम्रो टाइप ए टु टाइप सी केबल दिएको छ। यो चाहिँ एकदम राम्रो काम गर्यो। सस्तो डिभाइसमा पनि आजकल टाइप सी नै दिने गरेको छ प्रायः जसो। अनि त्यसै गरी हाम्रो भित्र हेर्नुपर्दा हाम्रो मेन डिभाइस हाम्रो इयरपोर्ट्स निकाल्न सक्छौँ। अनि यहाँभित्र हाम्रो ब्ल्याक कलरमा भनेको त ब्ल्याक कलरमै आएको छ, एकदम साइनी साइनी देखिएको छ होइन। एकदम भित्र पनि स्टाइलिस नै छ। र अरू के छ भन्दाखेरि हाम्रो यहाँनिर एक्स्ट्रा एयर टिप्स भनेको चाहिँ त्यो बेग्लै बेग्लै आफ्नो कानको डिजाइन अनुसार हामीले सानो कान ठुलो कान त्यो अनुसार हामीले यो राख्न सक्छौँ। र यसलाई साइड लगाऊँ। र हाम्रो मेन युजर म्यानुअल यो मेन हो, यो सबैले पढ्छन्। यो यसको कुरा गर्नुपर्दाखेरि चाहिँ यसमा चाहिँ हाम्रो कसरी युज गर्ने भनेर लेखेको हुन्छ। त्यसै गरी यहाँनिर अर्को यो ग्रिन कम्पनीको अरू अरू प्रडक्ट्सहरूको बारेमा यहाँ लेखेको छ। त्यसै गरी अब हामी आफ्नो मेन डिभाइसतिर यो मेन डिभाइसकोतिर आउनुभन्दा अगाडि यहाँनिर हाम्रो ग्राउन्डलाई सफा गरौँ। र त्यसै गरी यहाँ हाम्रो ग्रिन लेखेको छ होइन। अनि त्यसपछि ग्रिन लाइफ एक्सपिरियन्स लेखेको छ। अनि त्यसै गरी यसको साउन्ड चाहिँ तपाईँहरू सुन्न सक्नुहुन्छ, एकदम कटकट गर्छ होइन। अनि त्यसै गरी हेर्दाखेरि चाहिँ चिप नै देखिन्छ होइन। प्लास्टिकको अब 900 रुपियाँको कति चाहिँ हुन्छ र 1000 रुपियाँको भनौँ न। अनि त्यसपछि डिजाइन चाहिँ हेर्दाखेरि चाहिँ फर्स्ट इम्प्रेसनमा मलाई एकदमै राम्रो लागेको छ होइन। पछाडि चाहिँ राम्रो डिजाइन छ। त्यो ब्लू कलरको त्यो चाहिँ प्लास्टिक रहेछ, मैले पछि निकालेँ होइन। अनि त्यसै गरी त्यहाँनिर टच सेन्सेसन जस्तो डिजाइन पनि छ, तर त्यो टच सेन्सेसन होइन होला सायद भन्ने आशा गर्दछु। अनि त्यसै गरी यहाँ अगाडि एउटा बत्ती पनि दिएको छ। अनि त्यसमा पनि बत्ती दिएको छ, चार्ज हुँदाखेरि बल्छ यो टक्क होइन। अनि यसको साइज चाहिँ यस्तो छ। ल गाइज अब मैले यसलाई युज गरेको, मैले भन्दा पनि मेरो बहिनीले यसलाई युज गरेको लगभग 1-2 महिना भन्दा बेसी भइसक्यो होइन। अब चाहिँ म यसको रिभ्यू दिनु पर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यसको लुक्स चाहिँ राम्रो छ होइन, हेर्दाखेरि राम्रो छ। तर यसको फिट चाहिँ लाउँदाखेरि मलाई चाहिँ अलिकति बल्की फिल भयो, खै किन अलिकति कानबाट बाहिर धेरै निस्के जस्तो फिल भएको छ होइन। र यसको कल क्वालिटी पनि ठिकठाक छ, त्यस्तो खतरा छैन। गेम खेल्दाखेरि पनि ठिकठाक हुन्छ, त्यस्तो खतरनाक लेभलको छैन। अब गाइज 1000 रुपिसमा के चाहियो होइन। अनि त्यसै साउन्ड क्वालिटी चाहिँ ठिकठाकै छ है। फेरि साउन्ड क्वालिटी ठिकठाकै छ, नर्मल म्युजिकहरू सुन्नलाई राम्रो छ होइन। त्यस्तो खतरा बेसहरू भएको पनि छैन, तर ठिकठाक छ, राम्रो छ। अनि मुभीहरू हेर्न यस्तो म्युजिकहरू नर्मल सुन्नको लागि चाहिँ डिसेन्ट छ जे होस्। अनि त्यसपछि यसको मेन ब्याट्री लाइफ पनि ठिकठाकै छ भनौँ न। लगातार चलाइरह्यो भने पनि लगभग एक दिन चाहिँ सायद निकालिदिन्छ यसले। अब मान्छेको युजेज अनुसार हुन्छ होइन। अब 1000 रुपिसको हेरे अनुसार मलाई चाहिँ राम्रै लाग्यो। अरू त त्यस्तै हो, मैले क्विक रिभ्यू दिएको हो होइन। ठिकै छ, किन्दा हुन्छ 1000 रुपिसमा वर्थ इट नै भन्दा हुन्छ। ल गाइज यति नै भन्दै आजको भिडियो चाहिँ म यहीँ टुङ्ग्याउन चाहन्छु। यस्तै भिडियोहरू मेरो च्यानलमा आइरहन्छ, त्यसैले सब्सक्राइब गर्न सक्नुहुन्छ तपाईँहरूले टेक युलाई। ओके गाइज, बाई बाई। ठीक है भाई, ओके भाई, ठीक है भाई, मैं चलता हूँ।